हेलो एन्ड नमस्कार है रवि भ्लगमा सबैजनालाई स्वागत छ। आरएस भ्लगमा हामी चाहिँ चट्टसँगले दिल्ली जाँदैछौँ है। काठमाडौँबाट दिल्ली जाँदैछौँ। अब थाहा नै होला हजुरहरूलाई नेपालको बाटो त होइन। काठमाडौँबाट दिल्ली जाने क्रममा यो चाहिँ हजुरको दाउनेको जङ्गल हो। चट्टसँगले दाउनेको जङ्गलमा सरररररररररर भाइले भिडियो खिच्दैछ। अनि त्यहाँबाट जाँदा जाँदै चाहिँ यस्तो जाममा पर्यो। अहिले दाउनेको बाटो बनिरहेछ नि त। चट्ट जाममा पर्यो। 4-5 घन्टा त जामै परिन्छ है। अब हजुरहरू पनि दिल्लीमा अब भिएफएक्स गर्न जानुहुन्छ भने 2-3 दिन अगाडि नै चट्ट जानुपर्ने हुन्छ। बाटोको भर छैन पुरै। अब नेपालमा त बन्दैछ नि त बाटोघाटोहरू यताउति बन्दैछ। अब बाटो बनेर हिँडेपछि चाहिँ चट्ट हामी खाजा खाने ठाउँमा आइपुग्यौँ, विकास होटलमा है। पैसा सैसा साट्ने यहाँ हो। हाम्रो गुरुले खाना खाँदै हुनुहुन्छ। चट्ट मैले पनि चिसो खाएर होइन। अब चट्ट अब हामी यहाँ चाहिँ पैसाहरू साटिन्छ यताउति गरेर बोर्डर आइपुग्छौँ क्या। अब योपालि त अब धेरै गाह्रो भयो बोर्डर कट्नलाई पनि। धेरै काठमाडौँमा पनि जाम पऱ्यो अनि दाउनेको पनि जामले अलिक तनाव भयो। अब यहाँ बोर्डरमा चेकिङ हुन्छ। गर्मी यस्तो साह्रो छ। अब यी सृष्टिको गाडी अगाडि नै छ, सँगसँगै छौँ हामी सबैजना होइन। अब यस्तै हो। अब चेकिङ हुन्छ यहाँ यताउति पुलिस चेकिङ हुन्छ गर्दै जान्छ। यो चाहिँ अब सुनौली पारी यस्तो दृश्य देखेँ कि यी मान्छेहरू अब होइन यस्तोमा पनि खुसी छन्। कोही सुनको खाटमा पनि खुसी छैनन्, कोही भैँमै खुसी छन्। यस्तो दृश्य देखेर भिडियो बनाइहाल्यो। अब दुःख लाग्यो यो कहाँको मान्छे होला। तनाव गर्दै जाँदा चाहिँ अब यो चाहिँ हाम्रो हेर्नुहोस् है ल, यमुना एक्सप्रेसको हाइवे हो। एकदम ठुलो छ, प्लेनै ल्यान्ड हुन्छ। अनि अगाडि मञ्जुश्रीको गाडी जाँदैछ अनि हामी यहाँ छौँ, सरर पछाडि छौँ हामी। अब आनन्दले हिँड्ने गाडी हो हाम्रो, आनन्दले हिँड्छौँ। अब यस्तै छ, जाने छुट्टै छ आउने छुट्टै छ। बाटोघाटो भन्नुहुन्छ भने चाहिँ एकदम बेस्ट छ है। यो यमुना एक्सप्रेसको 8 लाइनको बाटो हो क्या। यहाँ त प्लेन पनि ल्यान्ड हुन्छ। सरर जाने हो ल, हेर्नु न कत्रो ठुलो बाटो छ ल। जाने यताबाट हो, आउने यताबाट हो। विदेशकै याद आउँछ क्या। यसो हेर्दा त विदेश चट्ट विदेशकै याद आउँछ। तर यहाँ चाहिँ अलिकति एकदम होसियारपूर्वक गाडी चलाउनुपर्छ। अब रोक्ने बेला नि अलि मिलाएर रोक्नुपर्छ। जहाँ पायो त्यही रोक्नुहुन्न, नभए ठुलो दुर्घटना हुनसक्छ। अब हेर्नु न ल बाटो, हेर्नु न ल कस्तो छ। फिल्ममा हेरे जस्तो छ क्या बाटो त। ओहो, बाटो त एकदम दामी छ नि। यस्तो बाटो भएको काठमाडौँदेखि हाम्रो मजा आउँथ्यो त ल। सरर जान्छौँ हामी यमुना एक्सप्रेसको हाइवे। ट्याक्क लखनऊबाट 560 किलोमिटर त यस्तै हो यो यमुना एक्सप्रेस। सिधै हाइवे छ। अब यहाँ आफ्नो लाइनमा हिँड्नुपर्ने हुन्छ होइन। हाइवे छ। अब के गर्नु, यस्तै छ। गर्दै जाँदाखेरि अब के गर्नु, हाम्रो देशको नेताहरूलाई पनि यस्तो यो बाटो देखाइदिनु पर्ने। अनि याद आउँछ कि। अनि गर्दै जाँदा चाहिँ अब यहाँ हामी चिया खाने ठाउँमा रोक्यो। रोकेर हिँडेपछि अब यहाँ हेर्न सक्नुहुन्छ आग्रा 39 किलोमिटर। यो अहिलेको यताको लाइन चाहिँ हाम्रो ट्रक र बसको लाइन हो। अब यहाँ पेसेन्जरहरू पनि हुनुहुन्छ सबैजना है। गुरु हुनुहुन्छ उतापट्टि चट्ट। यो चाहिँ टुल ट्याक्स हो। बाटो बनाइदिइसकेपछि त कर त उठाउनु पऱ्यो। यो चाहिँ टुल नाका भन्छ यसलाई। अब हजुरहरूलाई थाहा नै होला होइन। यहाँ चाहिँ सानो गाडी ठुलो गाडीको हेरेर अब पैसा जति टनको गाडी हो त्यही हिसाबले पैसा यहाँ टुल ट्याक्स लाग्ने गर्छ। अब बाटो राम्रो भएपछि त होइन टुल ट्याक्स पनि अब तिर्नु परिहाल्यो नि, आखिर त्यही त हो नि। बाटो राम्रो हुने बित्तिकै टोलहरू पनि तिर्नु परिहाल्छ। अब यहाँ हामी सबैजना क्याबिनमा छौँ, गर्मी छ, भित्र एसी चलिरहेछ। अझै नोएडा 185 किलोमिटर छ यहाँबाट, अझै 185 किलोमिटर। अनि चट्ट गर्दा आउँदा चाहिँ हामी वृन्दावनमा चाहिँ हाम्रो खाना खाने कार्यक्रम हुन्छ है। चट्ट कुलर चलिरहेछ, गर्मी यति छ कि नभन्नु ल। त्यहाँबाट हामी हिँड्दाखेरि दिल्ली पुग्ने बेलामा चट्टसँगले पानीको हेर्नु न पानीको हालत। वाइफरले पानी काट्न सकेको छैन। गुरुबाले गाडी चलाइरहनु भएको छ चट्ट ल। हाम्रो पार्टनर हामी दुईजना हुन्छौँ होइन। एउटा गाडीमा दुईजना ड्राइभर चालकहरू दुईजना हुन्छौँ। चट्ट अब खानासाना खाएर चाहिँ म चाहिँ सुतेँ। गुरुबाले गाडी चलाउनुहुन्छ है। आनन्दले गुरुलाई नि गर्ने भएको छ है। गाडी चलाउनु भइरहेछ गुरुले चट्ट। पेसेन्जरहरू पछाडि एसीमा छन्। हामी यहाँ यसरी अब गर्नुपर्छ है। हाम्रो अगाडि एसी हुँदैन, फाइन हुन्छ। यस्तै छ। अब ठुल्ठुलो बिल्डिङ। अब दिल्ली छेउछाउ आयो। दिल्लीमा ल मान्छे म चाहिँ झरेर सिम लिन गएँ। चट्ट अटो चढेको त ओहो धेरै वर्षपछि आएर नयाँ भन्ठानेर होला। अटोवालाले फेरि 1 किलोमिटरकै 100 रुपियाँ माग्छ। अब के गर्नु, दिनै पऱ्यो, अटोवालाकै छ होइन। अब चट्ट अटो चढेर चाहिँ म गएँ, गाडी उता गयो चट्टसँगले।
अब यस्तै छ, अहिले धेरै कुराहरू परिवर्तन भएछ दिल्लीमा पनि। अब हरेक कुरामा सरसफाइहरू पनि देख्न पाएँ यहाँ पनि राम्रो छ। धेरै वर्षपछि आएर अब गर्दै जाँदा मेट्रो स्टेसन हाम्रो यो बोटानिकल गार्डनबाट म चाहिँ गएँ मेट्रोमा। एउटा किनेको 70 रुपियाँ रहेछ ल। अब के गर्नु, दिनै पऱ्यो होइन 70 रुपियाँ। अनि अहिले सिस्टम चाहिँ मेट्रोको टिकट काट्ने ठाउँमा गएको एकदम मल्ल पऱ्यो। नयाँ सिस्टम रहेछ र एकजना दाइले चाहिँ आफ्नो स्क्यानबाट, मेरो स्क्यानबाट नभएर मैले यतापट्टिको दाइलाई भनेको थिएँ, उहाँले मेरो हेल्प गर्न मान्नु भएन र अर्को साथीले 40 रुपियाँको टिकट आफ्नो क्युआरबाट काटिदिनु भयो र मैले उहाँलाई क्यास पैसा दिएँ। जे होस् होइन, सबै ठाउँमा हेल्प गर्ने मान्छेहरू त भइहाल्छन् नि। उहाँले चाहिँ ल स्क्यान गरिदिनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद। अनि टिकटबाट स्क्यान गरिदिएर पैसा दिनु, टिकट दिएर मैले पैसा दिएँ उहाँलाई 40 रुपियाँ। अनि उहाँ जानुभयो। थ्याङ्क यू सो मच है दाइलाई पनि। गर्दै जाँदा अब मेट्रोमा चेकिङ हुन्छ, दिल्ली मेट्रोमा कडै चेकिङ हुन्छ भए पनि मैले अब गोजीमा मोबाइल हालेर भिडियो गर्दैछु। अब थाहा पाउनुभयो भने त गाह्रै हुन्छ होइन। यस्तो छ दिल्ली मेट्रो। अब मेट्रोबाट हिँड्दा चाहिँ अलिकति हजुरहरूको यहाँ चाहिँ टाइम धेरै बच्छ क्या। थाहा चाहिँ हुनुपर्छ कहाँबाट कहाँ जाने, नभए गाह्रो हुन्छ, टाइम चाहिँ धेरै बच्छ क्या। यहाँबाट अब मेट्रो देख्न सक्नुहुन्छ हजुरहरूले। चट्ट मेट्रोमा गएर चाहिँ होइन आफ्नो गन्तव्यतर्फ लागेँ म। अब यहाँ मेट्रो कुर्नुपर्छ, कुरेको अब केही बेरमा मेट्रो आइपुग्छ। यो मेट्रो चढिसक्यो, गन्तव्यमा पुग्छु। अनि यहाँ हस्पिटलमा गएर अब रिपोर्ट देखाउनु पर्ने हुन्छ होइन। अहिले एम्स हस्पिटल आएको छु एकचोटि। यहाँको अब डक्टरसँग कन्सल्ट पनि गर्छु म। एम्स हस्पिटल एकदम दिल्लीको एम्स हस्पिटल टप 1 हस्पिटल हो। म धेरै हस्पिटलहरूमा आफ्नो विशेषको लागि रिपोर्टहरू देखाएर उपचार अगाडि बढाउने छु।